2082 8 महिना 25 गते म काठमाडौँ चाहिँ के छ भन्दाखेरि म गएको अवस्था पारी जिल्ला प्रशासन कार्यालयको सभा हलमा अन्तर्क्रिया कार्यक्रम राखियो, जहाँ स्थानीय सरकारका वडाका जुन वडा नम्बर 7 सन्धिहर्का नगरपालिका वडा नम्बर 7 का कुनै जनप्रतिनिधिको उपस्थिति थिएन भने सिद्धगङ्गा नगरपालिका वडा नम्बर 2 का जनप्रतिनिधिको उपस्थिति बिना चाहिँ के छ भने त्यहाँ अन्तर्क्रिया कार्यक्रम गरियो र अन्तर्क्रिया कार्यक्रम गर्नु जायज थियो। यसका विषयमा छलफल हुनु राम्रो कुरा हो। बलि दिएको चाहिँ मूडको विषयको कुराकानी थियो। उहाँ जुन लेखिएको छ त्यो विषयबाट म नितान्तै त्यसमा चाहिँ मैले के छ भन्नुहुन्छ भने मैले त्यो विषयवस्तुमा पनि म के कुरा भन्न चाहन्छु भने सुपादेउराली मन्दिरमा जुन बलि परम्परागत अनुसारले चल्दै आएको बलि चढाएका भक्तजनले जुन बलि चढाउन आउनुहुन्छ भक्तजन, उहाँ भक्तजनले चाहिँ के छ भने उहाँले आफै चढाएको बलिको चाहिँ मुड, उहाँले चढाएको मुड चाहिँ पहिला चाहिँ यहाँको परम्परामा लाने चलन थिएन। सुपादेउरालीमा छोड्ने चलन थियो, प्रसादको रूपमा छोड्ने चलन थियो र उहाँहरूले चढाएको बलिको चाहिँ मुड लानुहुन्न थियो। पछिल्लो समयमा आएर चाहिँ भक्तजनबाटै चाहिँ मैले यो लानलाई के प्रक्रिया पुरा गर्नुपर्छ भन्ने मागका आधारमा हामीले यहाँबाट चाहिँ समितिबाट केही न्यूनतम शुल्क चाहिँ तोकेर जसले बलि चढायो उहाँले चाहिँ लाँदाखेरि केही न्यूनतम शुल्क तिरेर चाहिँ उहाँले लाने व्यवस्था अहिले पनि छ। तर उहाँले चढाएको बलि कोही थर्ड पर्सन मान्छेले, जस्तै मैले बलि चढाएँ, तपाईँहरूले चाहिँ के छ भने बलि लानु पर्यो भने त्यसको पैसा चाहिँ लिएको छैन। यो कुरा चाहिँ प्रश्न मैले पार्न चाहन्छु, ताकि यहाँ चाहिँ टाउका बेचेर खाए भन्ने खालका जुन खालका चाहिँ भाष्यहरू निर्माण गरिएका छन् यो कुरा चाहिँ नितान्त गलत छ। यहाँ कुनै पनि व्यक्तिले चाहिँ के छ भन्नुहुन्छ भने त्यो बलि चढाउने व्यक्तिले बाहेक अरू व्यक्तिले चाहिँ यहाँ 60% चाहिँ बलि चढाउन आएका 100%मा 60% बलि चढाउने चाहिँ भक्तजनहरूले 60%ले चाहिँ छोडेर जानुहुन्छ, 40%ले मात्र चाहिँ आफै लाने इच्छा गर्नुहुन्छ हामीले लमसम्म हेर्दाखेरि। तर 60% चाहिँ भक्तजनले छोडेका बलिका चाहिँ मुडहरू हामीले चाहिँ यहाँ निःशुल्क उपलब्ध गराउँछौँ, कसैलाई पैसा लिएको छैन र समितिले पैसा लिने निर्देशन पनि गरेको छैन। तसर्थ यहाँ चाहिँ त्यस्तो खालको चाहिँ कुरा भएको होइन भन्ने कुरा कमसेकम हामी स्थानीय तहका चाहिँ के छ भने वडासँग चाहिँ समन्वय गरेर यहाँ भएको यथार्थ कुरा के हो त नि भन्ने कुरा नबुझिकन सन्कीका भरमा सन्धिखर्क नगरपालिकाले जुन खालको पत्रकार काट्ने काम आज त्यसमा चाहिँ म वडा अध्यक्षको तर्फबाट चाहिँ निकै नै चाहिँ आपत्तिजनक भएको कुरा चाहिँ मैले आफ्नो फेसबुक पेजबाट पनि चाहिँ के छ भन्नुहुन्छ भने यहाँहरूले देख्न पाउनुभएको अवस्था छ र त्यो कुरा चाहिँ त्यो हो।